यहाँहरू सबैलाई हार्दिक नमस्कार। म ज्योतिषाचार्य खेमराज मिश्र। म आज यहाँहरूलाई जन्मकुण्डलीमा कस्तो खालको ग्रहहरू भएको खण्डमा, कस्तो खालको योगहरू भएको खण्डमा व्यक्ति दाँत सम्बन्धी रोगहरूबाट पीडित हुन्छ अर्थात् दन्त रोगहरूबाट ग्रसित हुन्छ भन्ने कुराको जानकारी गराउन गइरहेको छु। यहाँहरूले ध्यान दिएर सुनिदिनु होला। 1 नम्बरमा, यदि कुनै पनि व्यक्तिको लग्न कुण्डलीमा मेष लग्न होस्, वृष लग्न होस् अर्थात् धनु लग्न होस्, मेष, वृष र धनुमध्ये कुनै एउटा लग्न होस् र उक्त लग्नलाई कुनै अशुभ ग्रहले दृष्टि गरेको छ यदि भने उक्त व्यक्ति दाँत सम्बन्धी विभिन्न समस्याहरूबाट ग्रसित हुने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ। दोस्रो नम्बरमा, यदि कुनै पनि व्यक्तिको लग्न कुण्डलीमा लग्नमा अशुभ अवस्थामा बृहस्पति ग्रह बसेको छ अथवा राहु ग्रह गएर बसेको छ यदि भने उक्त व्यक्ति पनि दाँत सम्बन्धी विभिन्न समस्याहरूबाट पीडित हुन्छ। तेस्रो नम्बरमा, यदि कुनै पनि व्यक्तिको लग्न कुण्डलीमा अष्टम भावमा शुक्र ग्रह अर्थात् शनि ग्रह भएको खण्डमा पनि व्यक्ति दाँत सम्बन्धी समस्याहरूबाट पीडित हुने गर्दछ। चौथो नम्बरमा, यदि कुनै पनि व्यक्तिको लग्न कुण्डलीमा 6औं भावमा पाप ग्रह गएर बसेको छ र 6औं भावको मालिक ग्रह 7म भावमा अशुभ अवस्थामा बसेको छ यदि भने पनि व्यक्तिलाई दाँत सम्बन्धी समस्या हुने गर्दछ। 5औं नम्बरमा, यदि कुनै पनि व्यक्तिको लग्न कुण्डलीमा कुनै पनि भावमा मङ्गल ग्रहको मालिक, मङ्गल ग्रहको राशि मेष राशि अर्थात् वृश्चिक राशि, कुनै पनि भावमा मेष राशि अर्थात् वृश्चिक राशिमा 6म भावको मालिक ग्रह गएर अशुभ अवस्थामा बसेको छ यदि भने पनि उक्त व्यक्तिहरू दाँत सम्बन्धी समस्याहरूबाट पीडित हुने गर्दछन्। र 6औं नम्बरमा, यदि कुनै पनि व्यक्तिको लग्न कुण्डलीमा लग्नमा लग्नेश बसेको होस् अर्थात् लग्नमा मङ्गल ग्रह बसेको होस् र उक्त लग्नलाई अशुभ शनिले दृष्टि गरेको छ यदि भने पनि उक्त व्यक्ति दाँत सम्बन्धी समस्याहरूबाट ग्रसित हुने कुरा गदावली नाम गरेको शास्त्रमा उल्लेख गरिएको छ।